साथीहरू, आज म तपाईहरूलाई काठमाडौँको सबैभन्दा पावन र ऐतिहासिक ठाउँ स्वयम्भूनाथ लिएर आएको छु। ईसापूर्व 5औं शताब्दीमा राजा वीरसदेवले निर्माण गराएको यो स्तूपलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समेत राखेको छ। स्वयम्भूको अर्थ आफै उत्पन्न भएको भन्ने हुन्छ र आज म यही पवित्र भूमि घुम्दैछु। स्वयम्भूको विभिन्न प्रसिद्ध आणविक बुद्धपादमा रहेका तीनवटा विशाल सुनौला मूर्तिहरू हेर्नुहोस् त कति भव्य र सुन्दर छन्। बौद्ध परम्परा अनुसार यी मानिसहरूलाई दाहिने पारेर श्रद्धापूर्वक घुमाउँदा हाम्रा मनका सारा पाप र नकारात्मक ऊर्जाहरू नष्ट हुन्छन् र संसारमा सुख शान्ति फैलिन्छ भन्ने धार्मिक मान्यता र आस्था राखिएको छ। अनि यहाँको अर्को मुख्य आकर्षक भनेको पैसाल्ले पोखरी हो। पौराणिक मान्यता अनुसार यदि तपाईँले आफ्नो मनको इच्छा चिताएर सिक्का फाल्दा त्यो सिक्का सिधै बीचको त्यो तामाको भाँडाभित्र छिर्यो भने चिताएको कुरा पक्का पुरा हुन्छ भन्ने महत्त्वाकांक्षी राखिएको छ। हामी अहिले स्वयम्भूनाथको मुख्य र विशाल मन्दिरको अगाडि छौँ, जुन ईसापूर्व 5औं शताब्दीमा राजा वीरसदेवले निर्माण गराएका थिए। नेपालको सबैभन्दा पुरानो स्तूप हो र यसको विशाल सेतो गुम्बजको माथि कोरिएको बुद्धको आँखाले संसारमा करुणा, बुद्धि र दिव्य ज्ञानको सन्देश दिइरहेको छ। अनि यो मुख्य मन्दिरको ठिक वरपर हेर्नुहोस् त, यहाँ लहरै थुप्रै पुराना बुट्टा कुदेका साना चैत्य र सुन्दर मूर्तिहरू मात्र सजाएका छन्, जसले यो पवित्र भूमिलाई झनै आकर्षक बनाउँछ। अनि यहाँ भइरहेको पूजाको यो पवित्र आगो र बलिरहेको दियोको प्रकाशले मनलाई छुट्टै आध्यात्मिक ऊर्जा दिन्छ। मन्दिरको छेउछाउमा हस्तकलाका थुप्रै पसलहरू छन्, जहाँ बुद्धका निकै सुन्दर र कलात्मक मूर्तिहरू सजाइएका देख्न सकिन्छ। विशेष गरी यहाँ राखिएका ढुङ्गा र धातुबाट बनेका बुद्धका यी शान्त मूर्तिहरूले हामीहरूलाई करुणा र अहिंसाको पाठहरू सिकाउँछ। अनि भ्लगको अन्त्यमा स्वयम्भूको यो अग्लो डाँडाबाट देखिने पुरै काठमाडौँ उपत्यकाको यो लोभलाग्दो दृश्य हेर्नुहोस् त, जहाँ चारैतिर हरिया डाँडाहरू, व्यस्त सडकहरू र अग्ला अग्ला घरहरूका साथै मान्छेहरूको निकै ठुलो चहलपहल देखिन्छ, जुन दृश्य साँच्चै अद्भुत छ। र भिडियो मन पर्यो भने लाइक, सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।